चप्प लोकल कुखुरा बनाउनको लागि मैले धनिया सनिया झमझम काटेँ। झमझम काटेर त्यो झ्याप्प लाएर अब लोकल कुखुरा भुट्नु पर्ने हुन्छ। त्यसको लागि धनिया प्याज स्याज पुरै रेडी गर्दैछौँ। च्याट्टो यो मासु पकाउनको लागि पहिला ग्यास खोले अनि लाइटर पारे, ग्यास बोल्यो अनि कराई बसाले। यता कराई बसालिसकेपछि यता गृहमन्त्रीले चाहिँ 12 मसलाहरू चाहिँ रेडी गर्दैछन्, देख्न सक्नुहुन्छ। यहाँ लाइट बालेर खोज्दैछ जिराहरू। कराई तातिसकेपछि तेल हाले, तोरीको तेल झ्याप्प लाएर अलि थोरै भयो तेल, अनि तेललाई अलि तातिसकेपछि चाहिँ तेल तातिसकेपछि मैले थोरै मेथी पड्काएँ। मेथीलाई एकछिन कालो हुन दिउँ। राम्रोसँग मेथी पाकिसकेपछि मलाई प्याज हालेँ। प्याजलाई गोल्डन ब्राउन हुनेसम्म थोरै भुटौँ, फ्राई गरिदिउँ। त्यसलाई चलाचली गर्नुपर्छ। प्याजलाई फ्राई गरिसकेपछि मासु राख्यो। अब मासु राखेर राम्रै चलाएँ। मासु राखेर 2 मिनटपछि फेरि थोरै बेसार याद गरेँ। बेसार राखेर राम्रोसँग चलाएर लाएर 12 मसला लड्डा लसुनको पेस्टहरू हालेर चलाएको छु। अहिले 2-4 मिनट चलाइसकेपछि झम्म मसलाहरू चलाएपछि चलाइ गरेर झ्याप्प लाएर ढक्कन लाउँदै चलाउँदै गर्दा झ्याम्म पाक्यो। पाकिसकेपछि पाकुन्जेल सलाद काटेर प्लेटमा ट्याक्क रेडी गरेको त लोकल मासु पकाएको त लास्टमा त बोइलरमा भइदिरहेकै गाँठे। देख्नुहोस्, अब भातसँग मात्रै के खाने भनेर चाहिँ अब अरू खाइन्न क्यारे शुद्ध कोदोको जुस निकालेँ। कोदोको जुस निकालेर चाहिँ रेडी गरेँ अनि जाडोमा च्याप्प हान्ने सुरु गरेँ। ल है त हाने है त, झ्याम। आहा, बहुतै टेस्ट छ है। टेस्ट त एकदम राम्रो छ। अब यो हल्का जुस पनि चिरिप्प पारिदिउँ न त अनि। ओहो, कस्तो मिठो हो गाँठी जुस त कोदोको त, चिराप्प खुर्सानी है। फेरि ल्याम है, एकदमै बबाल छ है, मिठो छ, एकदम दामी छ साथी हो। कोदोको जुस भनेपछि एकदमै मन पर्यो मलाई पहिल्यैदेखिबाट। साह्रै मिठो लाग्छ कोदोको जुस। तपाईँहरूलाई कस्तो लाग्छ यो कोदोको जुस कमेन्ट गर्नु होला। होस् त, बाई बाई।